हेलो एभ्रिवान। हजुरहरूले चाहिँ अब यो ट्याक्सको भिडियो बनाउनु परेछ सर, ट्याक्स बुझिएन भन्ने कुरा गर्नुभयो। आज त्यही भएर मैले यो 2.1 को युनिट 2बाट ट्याक्स भन्ने टपिकको चाहिँ बारेमा केही कुराहरूको जानकारी दिनु गइरहेको छु। सबैभन्दा ट्याक्स भनेको के हो भन्ने कुरा बुझ्नुपर्छ हामी। ट्याक्स भनेको के हो भने चाहिँ यो कुनै पनि अब व्यक्तिले चाहिँ कानुन बमोजिम सरकारलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी हो कर भनेको खास। यसलाई हामीले चाहिँ ट्याक्स is a compulsory payment that a person firm or company has to pay to the government according to law। हो, यो चाहिँ हामीले के बुझ्नुपर्छ भने ट्याक्स भनेकै हामीले चाहिँ के हो त गभर्मेन्टलाई तिर्नुपर्ने, कुनै व्यक्ति संस्थाहरूले चाहिँ सरकारलाई चाहिँ तिर्नुपर्ने कर नै हाम्रो चाहिँ यो ट्याक्स हो भन्ने कुरा बुझ्नुपर्छ पहिलो कुरा। यति कुरा बुझिसकेपछिबाट अब ट्याक्स चाहिँ हामीले चाहिँ अब विभिन्न किसिमको हुन्छ। यो हामीले जस्तै अब हामीले घर बाल कर तिर्छौँ, कहिले चाहिँ हामीले मूल्यवृद्धि कर तिरिरहेका हुन्छौँ, कहिले हामीले चाहिँ यातायात करहरू तिरिरहेका हुन्छौँ, भन्सार कर तिर्छौँ। त्यो चाहिँ हामीले चाहिँ के हो त ट्याक्स तिर्छौँ, त्यहीबाट नै राज्य चल्ने गर्छ। यो खासमा हामीले यो कानुन बमोजिम नै तिर्ने गर्छौँ। यो राज्यको चाहिँ प्रमुख आय स्रोत भन्ने कुरा बुझ्नुपर्छ। ट्याक्स इज द मेन सोर्स अफ इन्कम अफ गभर्मेन्ट भनेर बुझ्नुपर्छ। यसलाई कुरा बुझ्नु होला मेन कुरा। र अर्को कुरा के छ भने ट्याक्स हिसाबमा चाहिँ हामीले सबभन्दा यसमा मुख्य कुराहरू जस्तै हामीले यो बुकमा म देखाउँछु तपाईँलाई। यसरी दिएको छ द रेट वान्ली फर इम्प्लोइमेन्ट इन्कम भन्छ, फर सिङ्गल पर्सन कपल पर्सन भनेर यसरी छुट्टै छुट्टै दिएको हुन्छ। यो चाहिँ हामीले कन्ठ गरिराख्नु पर्दैन। यो विशेष रूपमा क्वेसनमै दिने गर्छ। क्वेसनमै चाहिँ यसको चाहिँ सल्भ गरेर दिने गर्छ। त्यति बेला क्वेसनमै दिन्छ हामीलाई, जस्तै अब यतिसम्मको 4 लाख रुपियाँसम्मको 1%, 4 लाखदेखि चाहिँ 4,50,000सम्म यति %, 7 लाख 5 लाखदेखि 7 लाखको यति भनेर क्वेसनमै दिने गर्छ। यो हामीले चाहिँ सबै कुरा कन्ठ गर्ने भन्ने कुरा हुन्छ। यसरी इन्कम ट्याक्स इम्प्लोइमेन्ट भनेर दिएको छ। यसरी ट्याक्सहरू चाहिँ यो दिएको हुन्छ, क्वेसनले नै दिने गर्छ तपाईँलाई। यो कुरा बुझ्नु होला। त्यस्तै अब ट्याक्स सम्बन्धी हामीले कसरी यसलाई चाहिँ छुट्याउने, जस्तै अब कति दिएको छ त्यसको ट्याक्समा कतिसम्म कति ट्याक्स लाग्ने भनेर एउटा सीमा दिएको हुन्छ। त्यो सीमामा रहेर हामीले कसरी गर्न सक्छौँ भन्ने कुरा चाहिँ बुझ्न यसमा मेन कुरा बुझ्नुपर्छ। त्यसको लागि एउटा चाहिँ इक्जाम्पललाई एउटा हिसाब हेर्छौँ हामीले। यहाँ चाहिँ क्वेसन यहाँ पहिला नै लेखेको छु मैले। द मन्थली स्यालेरी अफ अ म्यारिड टिचर इज RS 37,990। हाउ मच इन्कम ट्याक्स सुड बी पेड एनुअली। वार्षिक कति इन्कम ट्याक्स तिर्नुपर्छ भन्छ। वेन क्यालकुलेटिङ द इन्कम अफ 13 months इन्क्लुडिङ फेस्टिभल एक्सप्रेसन रिसिभ बाई द टिचर एक्लुडिङ टु द इन्कम ट्याक्स रेट फर द फेसियल 2078-79 भन्छ। यसले चाहिँ भन्न खोजेको के हो भनेपछिबाट जस्तो एउटा चाहिँ सरकारी म्यारिड चाहिँ टिचरको इन्कम चाहिँ 37,990 रुपियाँ छ अरे भन्ने कुरा गर्यो। यदि त्यति छ भने उसको त्यसमा अब एनुअली भन्छ, एनुअली भनेको 12 महिनाको भन्ने कुरा बुझ्नु पर्यो। तर उसलाई चाहिँ के छ त चाडपर्व खर्च 13 महिनाको चाहिँ स्यालेरी पाउँछ उसले भने वार्षिक कति आयकर तिर्नुपर्छ भन्ने क्वेसनले गरेको छ। अब यसको लागि चाहिँ अब के छ त हाम्रो, अब यसमा क्वेसनमा दिएको छैन। अब यसमा तपाईँलाई क्वेसनमै के दिने गर्छ भने यहीबाट जसले अब 4,50,000 सम्मको चाहिँ 1% लाग्छ, त्योभन्दा माथि चाहिँ कमाइ भएको चाहिँ 10% लाग्छ भनेर क्वेसनले दिएको हुन्छ। पहिले नै तपाईँ क्वेसनमा हुन्छ।
अब यसलाई म सल्भ गर्छु। जस्तै हियर ब्ल्याक पेन है हियर। जस्तै अब यसमा हामीलाई दिएको थियो गिभन, हामीलाई यसमा दिएको के छ हेरौँ त। मन्थली स्यालेरी उसो कति छ, मन्थली स्यालेरी भनेको आरएस 37,990 रहेको छ। अब उसको चाहिँ इयरली इन्कम कति हुन्छ त, इयरली इन्कम निकालौँ। इयरली इन्कम भनेको उसको इयरली इन्कम भनेको 12 मन्थको, तर यहाँ कति फेस्टिभल एक्सप्रेसन पनि दिएर चाहिँ 13 मन्थ भनेको छ। त्यसैले हामीले 13 इन्टु 37,990 गर्छौँ। त्यसले गर्दा हाम्रो कति हुन्छ भने छ 37,990 मल्टिप्लाई बाई 13 गर्दा हाम्रो 4,93870 4,93,870 हुने गर्छ। अब यो चाहिँ हाम्रो के हो, उसको चाहिँ वार्षिक कमाइ चाहिँ त्यति हो भन्ने कुरा बुझ्नु पर्यो। अब यति कुरा गरिसकेपछि अब हामीले के कुरा बुझ्नुपर्ने हुन्छ भने अब उसको टोटल इन्कम भनेको आरएस 4,93,870 हो भने उसको आरएस 4,50,000 कति ट्याक्स लाग्छ भनेको छ 1%। अब 4,50,000 अब यो हो यतिमा झुक्किनुहुन्छ विद्यार्थी भाइ बहिनीहरू। उसको इन्कम 4,93,870 हो। अब 4,50,000 पनि 1% लाग्छ, त्यसैले अलग्गै छुट्याउने। अब टोटल तपाईँको कति हो भने छ 4,93,870 हो। त्यसमध्ये अब हामीले माइनस 4,50,000 गर्नु पर्यो क्या। गर्दा अब 43,870 चाहिँ 10% ट्याक्स लाग्ने हो, प्लस 43,870 10%। यसमा चाहिँ 1% मात्र ट्याक्स लाग्ने हो। 43,870 10% ट्याक्स लाग्ने हो। अब हामीले टोटलमा सबैमा 10% भनेर लाग्दैन, त्यसको सीमा हुन्छ कतिसम्म चाहिँ कति ट्याक्स लाग्ने भन्ने हुन्छ क्या। जस्तै 4,50,000 त 1% नै लाग्छ मेरिटको बिलको, यो कुरा बुझ्नु पर्यो। यो क्वेसनमै दिएको हुन्छ यो कुरा। अनि पछि 43,870 को 10% लाग्छ। अब यसलाई निकाल्ने, त्यसैले अब हाम्रो एनुअल इन्कम ट्याक्स कति लाग्छ त 1% अफ कतिको 4,50,000 को प्लस 10% अफ कतिको 43,870 को लाग्ने भने अब हामीले यसलाई निकाल्नु पर्यो। यो 1/100 मल्टिप्लाई बाई 4,5,0,0,0 प्लस 10/100 इन्टु 4,3,870 भयो। अब दुईवटा जिरो क्यान्सल गरौँ यहाँ। यसमा पनि यो 0 र यो 0, यो 0 र यो 0 क्यान्सल गरौँ। यहाँ बच्यो 4,500 प्लस यहाँ कति बच्यो 43,870 भयो। 87 भनेपछि हाम्रो कति आरएस 8,887 रुपियाँ चाहिँ हाम्रो के त एनुअली इन्कम ट्याक्स लाग्दो रहेछ भन्ने कुरा बुझ्नु पर्यो। ल हेर्नुहोस्, यति इजी तरिकाले यसलाई निकाल्न सकिन्छ। सुरुमा हामीले चाहिँ मन्थली इन्कम कति हो र इयरली इन्कम कति हो भने चाहिँ 13 ले मल्टिप्लाई 12 गर्नु भने 13 ले, किनभने त्यहाँ चाहिँ चाडपर्वको पनि उसलाई चाहिँ के हुन्छ त्यो उसले भत्ता पाउँछ भनौँ न, चाडपर्वको पनि खर्च पाउँछ 1 महिना बराबर। त्यसले 13 महिनाको 4,93,870 हो। टोटल रकम 4,93,870 हो भने यसमा अब कति 4,50,000सम्म 1% मात्रै ट्याक्स लाग्ने हो र बाँकी रहेको कति भने घटाउने क्या। यो टोटलबाट यसलाई घटाइदिने गर्दा 43,870 मा 10% ट्याक्स लाग्ने हो। 1% ट्याक्स अफ 4,50,000 10% ट्याक्स अफ 43,870 सम्म लाग्छ। अनि यसलाई सल्भ गर्दा हाम्रो 8,887 रुपिस चाहिँ हाम्रो के हो त, यो चाहिँ हाम्रो इन्कम एनुअल इन्कम ट्याक्स यसरी निकाल्नुपर्ने हुन्छ। हेर्नु एकदम इजी तरिकाले मैले बताएको छु तपाईँहरूलाई। यसलाई चाहिँ यसरी सल्भ गर्नुपर्छ तपाईँहरूले भन्ने कुरा हो। अब नेक्स्ट क्वेसन एउटा हेरौँ। हल्का इम्पोर्टेन्ट क्वेसनहरू अलिकति इक्जाम्पलबाट पनि लिइरहेको छु मैले। अलिक बुकको पनि एक्सर्साइज पनि सल्भ गर्छु एकछिनमा, त्यहाँ पनि छ।
अब यो क्वेसनमा के भन्छ भने यसलाई हेरौँ है त। यहाँ चाहिँ हो यसरी दिन्छ क्वेसन पहिले दिएको छ नि। यहाँ द मन्थली स्यालेरी अफ अ अनम्यारिड वुमेन स्टाफ वर्किङ इन अ ब्याङ्क इन आरएस 30,000 छ। 1% सोसियल सेक्युरिटी ट्याक्स लाग्दो रहेछ यसमा। लिभड अन द इन्कम अप टु 4 लाखसम्मको चाहिँ 1% एन्ड 10% अन इन्कम एबभ द 4 लाखभन्दा माथि भएपछि चाहिँ 10%। इफ सी रिसिभ अ स्यालेरी इक्वल टु 15 मन्थ, फेरि हेर्नु यहाँ 15 महिना बराबरकोले तलब पाउँछ भन्ने कुराको। ब्याङ्कको त अलिक बढी नै तलब हुन्छ नि त, बढी महिना बराबर हुन्छ। इन अ इयर, वर्षमा चाहिँ 15 महिना बराबर तलब पाउँछ। हाउ मच ट्याक्स सुड बी पेड एनुअली। हो यसरी अब यहाँ दिइसकेपछि हामीलाई यो हिसाब गर्न अलिक चाहिँ हामीलाई सहज हुने भयो भन्ने कुरा बुझ्नुपर्छ है। यसरी दिन्छ नै क्वेसनमा। अब यसको बारेमा हामी हेर्छौँ यहाँ अब कसरी गर्ने भनेर। अब उसको हेरौँ यहाँ, पहिला निकालौँ उसको इयर मन्थली स्यालेरी कति छ अरे, मन्थली इन्कम उसको कति हो। मन्थली इन्कम अफ स्टाफ भनौँ न, स्टाफ आरएस कति छ 30,000 होइन, 30,000 छ। अब उसको मन्थली इन्कम यति नै हो, 30,000 हो। तर उसले के भन्छ अनुसार 15 महिना बराबर स्यालेरी पाउँछ भने छ। अब एनुअल इन्कम कति, वार्षिक 15 महिना भनेपछि एनुअल इन्कम कति भयो 15 इन्टु 30,000 गर्नुपर्ने हो। 45 आरएस 4,50,000 उसले चाहिँ प्राप्त गर्ने भयो भन्ने कुरा बुझ्नु पऱ्यो। अब यो कुरा हामीले बुझिसक्यो, उसको 4,50,000 चाहिँ उसको स्यालेरी रहेछ। अब हामी यसलाई फेरि अघिको मेथडबाट गर्नु पऱ्यो फेरि। अब उसले पाउने टोटल कति 4,50,000 मन्थली पाउने भइसकेपछि अनि 4,50,000 पाउने भइसकेपछि अब हामीले के गर्छौँ आरएस 4 लाखसम्मको यहाँ भनेको छ क्वेसन। 4 लाखसम्मको कति लाग्ने हो त 1% लाग्ने हो गरे। 4 लाखसम्मको 1% हो यसको। त्यसपछि प्लस आरएस कति बाँकी रह्यो त 4,50,000बाट 4,50,000बाट हामीले कति घटाउनु 4 लाख घटाउँदा 50,000 नै बाँकी रह्यो। यसको कति लाग्ने हो हाम्रो 10% लाग्ने हो। अब एनुअल इन्कम ट्याक्स कति हुन्छ त हाम्रो 1% अफ 4 लाख लाग्ने भयो प्लस 10% अफ 50,000। हेर्नुहोस् त कतिले गर्न सकिन्छ 1/100 इन्टु 4 लाख प्लस 10/100 इन्टु 4। ल है, यो मन पऱ्यो भने तरिका त सब्सक्राइब गरिहाल्नु, लाइक गर्नु होला। अरू कुनै टपिक चाहियो भने गर्नु होला, कमेन्ट गर्नु होला। यसरी हामी 0 क्यान्सल गर्न सकिहाल्छौँ। यहाँ कति बच्यो 4,000 बच्यो प्लस यहाँ कति बच्यो 5,000 5,000 गर्दा आरएस 9,000। यसरी हाम्रो चाहिँ 9,000 चाहिँ उसले एनुअल रूपमा चाहिँ इन्कम ट्याक्स तिर्नुपर्छ भन्ने कुरा बुझिन्छ। यो पनि एकदम इजी तरिका छ। यसरी क्वेसनमा दिएको हुन्छ पहिले टोटल चाहिँ उसको एनुअल इन्कम निकाल्ने पहिला, त्यसपछिबाट उसको ट्याक्सको दर कसरी दिएको छ त। जस्तै 4 लाखसम्म 1% को दिएको छ भने 4 लाख चाहिँ 1% घटाउने, 4 लाख घटाउने, त्यसपछि 50,000 को 10% लाग्छ। त्योभन्दा माथि कमाइ भएपछि 10% भनेको छ भनेपछि अनि यसरी हामीले पर्सेन्टको आधारमा निकाल्नुपर्छ। एकदम सजिलो मेथड हो। अर्को हेरौँ नेक्स्ट। एउटा लास्ट क्वेसन योबाट चाहिँ मैले इक्जामबाट लिएको छु। अनि हामी अर्को पनि हेर्छौँ, यसमा एक्सर्साइज पनि सबै हेर्छौँ अहिले हामीले। अब राम एज डिपोजिट भनेको छ। राम एज डिपोजिट आरएस 35,000 इन अ फिक्स सेभिङ एकाउन्ट। रामले चाहिँ एउटा फिक्स सेभिङ एकाउन्टमा चाहिँ कति राखेको छ त पैसा 35,000 चाहिँ उसले एकाउन्टमा चाहिँ राखेको छ भन्ने कुरा छ। अब अनि के भनेको छ अफ अ
कोअपरेटिभ एट अ रेट अफ 10% पर एनुअल सिम्पल इन्ट्रेन्स। अब यता त हल्का चाहिँ यसले चाहिँ सिम्पल इन्ट्रेस्टतिर पनि गयो हिसाब। अब 4 इयर्स 4 वर्षलाई राखेको छ अरे। इफ 5% इन्कम ट्याक्स इन द लिभ अन द इन्ट्रेस्ट अर्निङ फ्रम द सेभिङ, हाउ मच इन्ट्रेस्ट डज ही रिसिभ आफ्टर डिडक्टिङ द ट्याक्स। अब ट्याक्सहरू तिरेर उसले चाहिँ 35,000 चाहिँ फिक्स सेभिङमा राखेको छ होइन। 10% दरले कति वर्षसम्म 4 वर्षसम्म राखेको छ। तर उसले रिसिभ गर्ने बेला 5% चाहिँ ट्याक्स तिरेर रिसिभ गर्छ भनेको छ। भनेपछि अब यसको झन् इजी भइहाल्यो। जस्तै रामले के गरेको छ हेरौँ है त। राम ह्याज हियर लेख्ने डिपोजिट गर्नु भनेको प्रिन्सिपल हो। आरएस 35,000 डिपोजिट गरेको छ उसले। अब रेट अफ पर एनुम रेट कति पर्सेन्ट हो त? कता 10%। आर हो यो रेट भने चाहिँ आर 10%। टाइम कतिको लागि राखेको? टाइम टी बराबर हाम्रो 4 इयर्सलाई राखेको छ। अब उसको चाहिँ जहिले पनि तपाईँको चाहिँ के हुन्छ भने चाहिँ एनुअल ट्याक्स लाग्ने भनेको जस्तै यसको रेट 10% छ। एनुअल जस्तै अब यसको चाहिँ इन्कम ट्याक्स लाग्ने भनेको जहिले पनि के हो त इन्ट्रेस्टमा लाग्ने हो। त्यो कुरा हामीले विचार गर्नुपर्छ। टोटल क्यासमा लाग्दैन, इन्ट्रेस्टमा मात्रै लाग्छ। त्यसैले सिम्पल इन्ट्रेस्ट हामीले निकाल्नुपर्छ। सिम्पल आई बराबर हाम्रो फर्मुला थाहै छ पिटिआर बाई 100। यो एकदम इम्पोर्टेन्ट खालको क्वेसन छ। यसलाई चाहिँ हेर्नु होला। 35,000 इन्टु 4 वर्षको लागि 10%को दरले होइन बाई कति 100। 0 क्यान्सल गरौँ। जसले गर्दा हाम्रो कति हुन्छ आरएस 14,000 आउँछ। अब 14,000 आयो हाम्रो। 14,000 हाम्रो के हो त इन्ट्रेस्ट मात्रै हो, ब्याज मात्रै 4,000। अब यसमा चाहिँ हाम्रो कति पर्सेन्ट ट्याक्स लाग्ने हो? 5% ट्याक्स लाग्ने हो, इन्कम ट्याक्स लाग्ने हो। यो कुरा बुझ्नुपर्छ है। अगेन इन्कम ट्याक्स 5% अफ आरएस 14,000 को लाग्ने हो। त्यसैले 14,000 इन्टु 5/100। 0 काटौँ गर्दा हाम्रो कति हुन्छ आरएस 0 काट्यौँ 500 2700। हाम्रो कति लाग्ने भयो त? अब हाम्रो 700 चाहिँ हाम्रो इन्कम ट्याक्स लाग्ने भयो भन्ने कुरा बुझ्नुपर्छ हामीले। त्यति कुरा बुझिसकेपछि अर्को कुरा अब हामीले चाहिँ पाउने कति रिटर्न है त? इन्ट्रेस्ट आफ्टर डिडक्टिङ ट्याक्स। अब ट्याक्सतिर हामीले चाहिँ कति पाउँछौँ त? आरएस 14,000बाट माइनस कति गर्नु पर्यो? 700 गर्नु पर्यो। जसले गर्दा हामीले कति पाउँछौँ? आरएस 13,300 हामीले चाहिँ प्राप्त गर्छौँ है त। ट्याक्स काटेर हामीले रिसिभ गर्ने इन्ट्रेस्ट चाहिँ 13,300 रहेछ भन्ने कुरा हामीले चाहिँ बुझ्नु पर्यो। हेर्नुहोस् त एकदम इम्पोर्टेन्ट खालको हिसाब छ। सुरुमा हामीलाई दिएको छ उसले डिपोजिट 35,000 दिएको छ 10% दरले 4 वर्षलाई राख्यो। जसले गर्दा उसले हामीले इन्ट्रेस्ट 14,000 पायौँ। ट्याक्स जहिले पनि इन्कम ट्याक्स चाहिँ इन्ट्रेस्टमा लाग्छ। त्यसैले 5% अफ द 14,000 गर्दा हाम्रो 700 चाहिँ आयो। र हामीले 700 चाहिँ अब घटाउनु पऱ्यो। त्यो उसमा इन्ट्रेस्टमा घटाउँदा हामीले प्राप्त गर्ने 13,300 हो भन्ने कुरा बुझ्नु पऱ्यो। यसरी गर्नु होला। यो पनि इजी नै छ। नेक्स्ट अर्को हेरौँ। अब एक्सर्साइजतिर गएमा अब एक्सर्साइज एकदम यो इम्पोर्टेन्ट खालको छ। यसलाई पनि हेरिदिनु होला। अब यसमा सेम हामीले त्यो 1 नम्बरको गरेको जस्तै हो। हेर्नुहोस् त एउटा चाहिँ नेपाल अनअफिसियल लेभल म्यारिड सिभिल सबरेन हो। म्यारिड भन्यो है त। म्यारिड सिभिल सबरेनको अर्निङ चाहिँ 38,000 छ अरे। अनि मन्थली पे 23,500 इयरली एज अफ प्रिमियम अफ लाइफ इन्सुरेन्समा 23,500 तिर्छ अरे उसले। अफ हिज अर इन्कम इज क्यालकुलेट अ स्यालेरी इक्वल टु 13 मन्थ। तलब चाहिँ 13 मन्थ बराबरको आउँछ भन्यो इन अ इयर, एक वर्षमा। इन्क्लुडिङ फेस्टिभल एलाउन्स भनेको चाडपर्वको बोनस दिएर यति आउँछ। हाउ मच इन्कम ट्याक्स डु
दे ह्याभ टु पे द इयरली फाइन्ड आउट उसले वर्षमा कति इन्कम ट्याक्स तिर्नुपर्छ भन्ने कुरा छ। अब यसको लागि तपाईँको चाहिँ ट्याक्स चाहिँ कति तिर्ने भन्ने कुरा हुन्छ यसमा। यसमा अब अघिको जस्तो यहाँ दिइहाल्छ, यहाँ 4,50,000सम्मको चाहिँ 1% 1% हुन्छ र त्योभन्दा माथिको चाहिँ 10% लाग्छ भनेर यहाँ क्वेसनले दिएको हुन्छ तपाईँलाई है इक्जाममा, एउटा टेबल बनाएर दिएको हुन्छ। अब उसको हेरौँ यहाँ, हेर मन्थली इन्कम कति छ त? मन्थली इन्कम चाहिँ उसको आरएस 38,000 हो भने उसको चाहिँ अब वार्षिक कति हुन्छ? एनुअल इन्कम भनेको 13 महिना बराबरको हुन्छ भने चाहिँ 13 इन्टु 38,000 गर्नुपर्ने भयो। जो गर्दा हाम्रो कति आउँछ त? 38,000 होइन, 38 13 गर्दा हाम्रो 4,94,000 आउने भयो आरएस। 4,94,000 आउने भयो। अब उसले चाहिँ लाइफ इन्सुरेन्स तिर्छ अरे, लाइफ इन्सुरेन्स तिर्छ भनेको छ होइन। लाइफ इन्सुरेन्स भनेको तिर्ने उसले कति हो त? 23,500 तिर्ने हो। 23,500 चाहिँ उसले लाइफ इन्सुरेन्समा तिर्ने हो। अब त्यो भनेपछि अब ट्याक्सेबल इन्कम कति भयो त? ट्याक्सेबल इन्कम हामीले किन निकाल्नुपर्छ भनेपछि जस्तै यो जुन लाइफ इन्सुरेन्स तिरेको पैसा हुन्छ त्यसमा हाम्रो ट्याक्स लाग्दैन, त्यो लाइफ इन्सुरेन्स जम्मा हुन्छ त्यसैले ट्याक्स लाग्दैन, त्यसैलाई घटाउनुपर्छ है त। आरएक्स 4,94,000 माइनस 23,500 हामीले माइनस गर्नुपर्छ, जो गर्दा हाम्रो चाहिँ 4,70,500 आउने गर्छ। अब ट्याक्स लाग्ने एमाउन्ट यो ट्याक्सेबल इन्कम भन्छ यसलाई। ट्याक्स लाग्ने एमाउन्ट चाहिँ 4,70,500 हो भन्ने कुरा बुझ्नु पऱ्यो। त्यसैले अब हाम्रो चाहिँ क्वेसनमा दिएको हुन्छ, अब यदि म्यारिड सिभिल सर्भेन्ट छ भने उसको 4,50,000सम्म 1% लाग्छ र त्योभन्दा माथि कमाउँदा 10%सम्म ट्याक्स लाग्छ भन्ने कुरा हामीलाई क्वेसनले नै दिएको हुन्छ। त्यसैले अब एनुअल इन्कम ट्याक्स हेरौँ त। एनुअल इन्कम ट्याक्स हेर्नु पऱ्यो। अब एनुअल इन्कम ट्याक्स हेर्दाखेरि हामीले के कुरा विचार गर्नुपर्ने हुन्छ भने चाहिँ अब हाम्रो 4,50,000 सम्मको चाहिँ हाम्रो 1% लाग्छ। त्यसपछि अब बाँकी कति माइनस गरिहाल्ने, 7,470,500 माइनस 4,500 गर्दा 20,500 बाँकी रह्यो। 20,500को हाम्रो कति पर्सेन्ट लाग्छ भनेपछि हाम्रो 10% लाग्ने गर्छ यसको चाहिँ। हेर्नुहोस् त कति मजा इजी तरिकाले गर्न सकिँदो रहेछ। अब हामीले निकाल्छौँ 4,500 इन्टु 1/100 प्लस 20,500 को कति पर्सेन्ट हो त? 10% हो। यसमा नझुकिनु होला है तपाईँहरू यो गराउने बेला। 4,50,000सम्मको चाहिँ 1% लाग्ने हो। त्योभन्दा माथि कति भनेपछि टोटल एमाउन्ट 4,70,500 जुन ट्याक्सेबल इन्कम थियो त्योबाट यसलाई घटाउनु पऱ्यो। घटाउँदा 20,500 आयो। बाँकी रकममा 10% लाग्ने हो कि। अब 0 क्यान्सल गरिदिन्छु मैले, गर्दा हाम्रो 4,500 यहाँ बच्यो, 4,500 बच्यो, यता हाम्रो 20,50 बच्यो, गर्दा कति भयो त? 6,550, 6,550 रुपैयाँ। अब हाम्रो कति रहेछ त टोटल एनुअल ट्याक्स कति तिर्नु पर्दो रहेछ? आरएस 6,550 तिर्नुपर्ने रहेछ।
ल यो कुरा बुझ्नुभयो भने तपाईँहरूले एकदम इजी तरिकामा गरेको छु मैले। मन्थली स्यालेरी 38,000 छ, 13 महिनाको उसले तलब लिने हो 4,94,000। त्यसमध्ये एनुअल लाइफ इन्सुरेन्समा 23,500 बुझाउँछ। यसमा ट्याक्स लाग्ने भएन क्या, उसले यो त बुझाउने हो, अलग्गबाट बुझाउँछ। यसले लाइफ इन्सुरेन्स गरेको छ त्यहाँ बुझाउँछ। त्यसैले ट्याक्सेबल इन्कम भनेको टोटल एमाउन्टबाटै 23,500 गराउनु पऱ्यो। अनि ट्याक्सेबल इन्कम बल्ल हाम्रो 4,70,000 भयो। 4,50,000 1% ट्याक्स तिर्छ भने 4,50,000 बढी भएको रकममा भने 4,70,000बाट 17,500बाट 4,50,000 घटाउँदा 20,500मा चाहिँ 10% ट्याक्स तिर्छ उसले। अनि यसरी निकाल्दा 6,550 उसको चाहिँ जम्मा ट्याक्स चाहिँ तिर्ने भयो गभर्मेन्टलाई भन्ने कुरा बुझ्नु पर्यो। ल त्यस्तै अर्को हिसाब हेरौँ, 2 नम्बरको हिसाब हो। एक्सर्साइज 2.1 2 गरिरहेको छु मैले। अब यसमा हेर्नुहोस् त, an employee working in an organization has to pay income tax at a rate of 1% सम्मको चाहिँ 4,50,000 1% तिर्छ अरे। अनि पछाडि 4,50,000देखि 5,50,000सम्म चाहिँ 10% तिर्छ। फेरि हाम्रो चाहिँ 5,50,000देखि 7,50,000सम्म चाहिँ 20% ट्याक्स तिर्छ। एन्ड एबभ 7,50,000 अप टु 20 लाखसम्मको हाम्रो 30% ट्याक्स तिर्छ भन्ने कुरा। हाउ मच इन्कम ट्याक्स सुड बी द पेड टु द गभर्मेन्ट बाई द इम्प्लोय अर्निङ 65,000 पर मन्थ। उसले प्रत्येक महिना कमाउने 65,000 हो। त्यसमध्ये अब त्यहाँ विभिन्न ट्याक्सको दर दिएको छ, कति कमाएपछि कति पर्सेन्ट तिर्ने भने क्वेसनमै दिएको छ। हामीलाई झन् इजी भइहाल्यो। अब हामीले हेरौँ त यहाँ यसमा हाम्रो पर मन्थ स्यालेरी कति छ? मन्थ स्यालेरी पर मन्थ स्यालेरी भनेको आरएस 65,000 हो। अब एनुअल जहिले पनि वार्षिकमा लाग्छ है ट्याक्स भन्ने कुरा। एनुअल इन्कम हामी वार्षिकबाट निकाल्नु पर्ने हुन्छ। 65,000 मल्टिप्लाई 12 गर्दा हाम्रो कति हुन्छ? आरएस 7,80,000 रहन्छ हाम्रो। अब पेएबल ट्याक्स हेरौँ। पेएबल इन्कम ट्याक्स अब यसले भनेको छ क्वेसनले 4,50,000सम्म 1%। ल यहाँ नझुक्किनु है तपाईँ, यसलाई म अलिकति स्पष्टलाई यहाँ तलै लेखिदिन्छु। 1% अफ 4,50,000 हेर्नु, 4,50,000सम्म 1% भनेर क्वेसनले भनेको छ, यो गरेँ मैले। प्लस अब 10% कति लाग्छ त? 4,50,000देखि 5,50,000सम्म लाग्छ भन्यो हो। अब यहाँ तपाईँहरू यसमा कन्फ्युजन हुन्छ फेरि, मलाई थाहा छ। अब 4,50,000देखि 5,50,000सम्मको 10% लाग्छ भन्यो भने 4,50,000देखि 5,50,000 हुन कति चाहियो त? पक्कै नै 1 लाख चाहियो हो। अब 10% अफ 1 लाख 1 लाख आयो प्लस। अब हेर्नु 4,50,000 र 1 लाख कति हो? 5,50,000 भयो। हेर्नुहोस् है, अब फेरि के भन्यो? 5,50,000देखि 7,50,000सम्म गऱ्यो भनेपछि अब 2 लाख भयो कि भएन यसको बिचमा? हो। अब 20% अफ कतिको लाग्ने भयो त? 2 लाख। 2 लाखसम्मको 20% लाग्ने प्लस। अब हेर्नु टोटल हाम्रो कति भयो एड गर्दै जानु होला। जस्तै हाम्रो 4,50,000 थियो, 5,50,000 भयो, 7,50,000सम्मको हामीले गऱ्यौँ। अब 7,50,000सम्म गयो भने अब यहाँ 7,50,000 भइसक्यो, कति हजार बच्यो त यसमा? 30,000 बच्यो। 7,50,000देखि जति माथि भयो भने 20 लाखसम्म लाग्ने भनेको 30% करो भनेपछि हेर्नु, 4,50,000सम्म 1% लाग्यो। अब 4,50,000देखि 5,50,000 भने 1 लाख बच्यो भनेपछि अरू 1 लाख भयो यहाँ। अनि फेरि तपाईँको 20% लाग्छ भने चाहिँ 2 लाख। 4,50,000, 5,50,000, 7,50,000 भयो। 7,50,000देखि माथि 20% लाग्छ भने 7,80,000 छ हामीसँग टोटल। भनेपछि हामीले माइनस 7,50,000 गर्दा कति भयो? 30,000 बच्यो हो। यो 30,000मा 30% अफ कति त? 30,000मा 30% लाग्ने हो जम्मा। यो कुरा तपाईँहरूले चाहिँ
बुझ्नुपर्ने हुन्छ। अब त हामीले सल्भ मात्रै गर्ने हो। हेर्नुहोस् त 4500 इन्टु 1/100 प्लस 1 लाख इन्टु 10/100 प्लस 20/100 प्लस 0 इन्टु 30/100 भनेर हामीले यसरी सल्भ गर्ने। 0 0 क्यान्सल गर्ने, यता पनि क्यान्सल गर्ने, यो पनि क्यान्सल गर्ने, यसलाई पनि क्यान्सल गर्ने। अब हाम्रो यहाँ बाँकी रह्यो 4500 प्लस 1 2 3 4 0 प्लस 4 2 2 जा 4 0 0 0 0 प्लस 3 3 जा 9 9 0 0 0 गर्दा हाम्रो आरएस 63,500 चाहिँ हाम्रो के हो पेबल ट्याक्स, पेबल इन्कम ट्याक्स हाम्रो 63,500 हो। मेन यसमा बुझ्नुपर्छ है तपाईँहरूले कुरा, यो मिलाउन जानेन हिसाब बिग्रिन्छ भन्ने कुरा बुझ्नु पर्यो। 4,50,000 छ भने 1% हो, 4,50,000 अलग अलग छुट्याउने हो कि त्यो। अनि 4,50,000देखि 5,50,000सम्म 10% भनेको छ भने त्यो बिचको रकम भनेको त कति हो 1 लाख हो नि त। अनि फेरि तपाईँको 5,50,000देखि 7,50,000 भन्छ, त्यो भनेको बिचको 2 लाख हो। गर्दै जोड्दै जाने 4,50,000 5,50,000 6 7,50,000 भयो। अब हाम्रो 30,000 मात्र चाहिएको भने त्यो 30,000मा मात्रै जस्तै 7,50,000देखि 20 लाखसम्मको जति पनि एमाउन्ट बढी हुन्छ त्यसमा 30% लाग्ने भनेको भने 7,80,000बाट 7,50,000 घटाउँदा कति भयो त, यो माथि जोडेर घटाउँदा 30,000 माग्यो, त्यसमा 30% लाग्ने अनि हामीले सल्भ मात्र गर्ने हो। एकदम इजी छ, तरिका बुझ्ने हो भने सजिलो छ एकदम, स्टेप बाई स्टेप गर्नु होला। अब नेक्स्ट एउटा अर्को क्वेसन 4 नम्बर गरेको छु मैले, 3 नम्बरको चाहिँ बुकमै छ, त्यहाँ सबै दिएको छ कति पर्सेन्ट ट्याक्स के ट्याक्स छ त्यसलाई गर्नु होला तपाईँले आफैले। इजी छ त्यो, जस्तै यहाँ यसमा दिएको छ यो बुकमा। अब यसमा दिएको छ 1 रुपियाँदेखि 4,50,000सम्म चाहिँ ट्याक्स फ्री छ, यसमा ट्याक्सै लाग्दैन, सिधा 0% हुने भयो यसमा। अनि पछिबाट यो 4,50,000देखि 5,00,000सम्म 10% लाग्छ, 5,50,000देखि 7,50,000सम्म 20% यो दिएको छ। अनि उसको इन्कम इयरली इन्कम दिएछ, मन्थमा लाग्नु परेन, अब सिधा यसमा लाग्ने हो। अब यसमा पनि छुट्याउन जान्नु पऱ्यो फेरि तपाईँले। 4,50,000सम्म कति लाग्ने भयो त, ट्याक्स फ्री लाग्ने भयो, ट्याक्सै नलाग्ने भयो यसमा। अब 4,50,000 अब 6,30,000 6,30,000 माइनस कति 4,50,000 गरिहाल्ने, गर्दा अब कति 1,80,000 बच्यो। अब 4,00,000देखि 5,50,000सम्म त छ नि त, त्यहाँ 1 लाख छ, त्यसमा 10% लाग्ने भयो हो। अब फेरि 80,000 बच्ने भयो, अनि 80,000 भनेपछि त्यसमा चाहिँ कति 20% लाग्ने भयो। यसरी निकाल्नु होला, प्रत्येकको हिसाब यसरी निकाल्दै जानु होला। मैले 4 नम्बरको गरेँ, अब डाइरेक्ट यसलाई 4 नम्बरको हेर्नुहोस्। वाट इज द टोटल इन्ट्रेस्ट अफ आरएस 10 लाख डिपोजिट इन अ ब्याङ्क, होइन अघि हामीले इक्जाम्पल गरेर जस्तो क्वेसन हो। क्यालकुलेट द रेट अफ द 8.5% सिम्पल इन्ट्रेस्ट छ उसको भने 5% इन्कम ट्याक्स तिरेपछि उसले कति पाउला, नेट उसले कति पाउला भन्ने कुरा गरेको छ। अब यहाँ हेरौँ, गिभन हामीलाई दिएको के छ, उसले चाहिँ डिपोजिट गरेको कति, डिपोजिट गरेको उसले 10 लाख हो, 10 लाख उसले डिपोजिट गरेको, रेट कति हो भनेपछि 8.5%को दरले हो। टाइम कति हो, टाइम टी भनेको हाम्रो 4 इयर्सको लागि हो भनेको यति बुझ्यौँ हामीले। अब जहिले पनि मैले तपाईँलाई भनिसकेँ ट्याक्स लाग्ने भनेको के हो त, जहिले पनि हामी इन्ट्रेस्टमा ट्याक्स लाग्छ भनेका छौँ, त्यसैले हामीले इन्ट्रेस्ट अफ टोटल एमाउन्ट भनेको हाम्रो फर्मुला थाहै छ, PTR/100 हुन्छ भनेर पढ्दै आएको पहिलाबाट। हामी यसको 10 लाख इन्टु 8.5 इन्टु 4/100 अब यसलाई मल्टिप्लाई गरेँ, मल्टिप्लाई गर्दा हाम्रो कति आउँछ आरएस 3,40,000 आयो हाम्रो। 3,40,000 चाहिँ इन्ट्रेस्ट आउँदो रहेछ उसलाई भने अब उसले ट्याक्स तिर्छ। अब इन्कम ट्याक्स तिर्ने भनेको यो एमाउन्टमा हो जहिले पनि।
इन्कम ट्याक्स अफ इन्ट्रेस्ट भनेको 3,40,000 को कति 5% हो 3,40,000 को 5/100 0 काटौँ RS 17,000 उसले चाहिँ इन्कम ट्याक्स चाहिँ तिर्नु पर्नेछ उसले कति प्राप्त गर्छ उसले नेट सिम्पल इन्ट्रेस्ट पाउने कति हो भनेको नेट भनेको चाहिँ एक्चुअलमा कति इन्ट्रेस्ट पाउँछ भन्ने कुरा हो ट्याक्स काटेर है त काट्नु भनेको घटाउनु हो 3,40,000 माइनस 17,000 गरौँ गर्दा हाम्रो कति आयो त RS 32 हाम्रो चाहिँ 3,23,000 आउँछ हो 3,23,000 चाहिँ हाम्रो उसले चाहिँ रिसिभ गर्ने हो भन्ने कुरा बुझ्नु पर्यो हेर्नुहोस् एकदम इजी छ है डिपोजिट दिएकै छ आर दिएको छ यो दिएको छ पिटिआर निकाल्ने 3,40,000 आउँछ त्यसमध्ये हामीले चाहिँ अब इन्कम ट्याक्स अफ इन्ट्रेस्टमा लाग्ने हो जहिले पनि इन्कम ट्याक्स 3,40,000 5% निकाल्दा 17,000 भयो उसले कति प्राप्त गर्छ भने 3,40,000 17,000 घटाउने यति आइहाल्यो एकदम इजी छ ट्याक्सबाट यति नै हो क्वेसनहरू इम्पोर्टेन्ट अब यसपछि मैले भ्यालु एडेड ट्याक्स भन्ने छ त्यो चाहिँ त्यसको भिडियो हाल्छु एकदम सबै लाइक सब्सक्राइब सेयर गर्नु चाहिँ नबिर्सिनु है एकदम मेहनत लाग्छ यो भिडियो बनाउनमा अब यसमा थप अरू केही क्वेसनहरू छन् भने यसो म्यासेजमा पठाउँदा पनि हुन्छ त्यसलाई म सल्भ गरेर पठाइदिन्छु हवस् थ्याङ्क यू